हेलो हेलो गुड मर्निङ फ्रेन्ड। आज धेरै दिनको नयाँ भिडियो लिएर म उपस्थित भइसकेको छु। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। मैले चाहिँ बिहानै भिडियो बनाइरहेको छु। हाम्रो ठाउँको वेदर चाहिँ अहिले यस्तो भइरहेको छ। नयाँ दिनको नयाँ सुरुवात अनि ताजा ताजा अपडेट। मैले चाहिँ धेरै दिन भइसकेको साथीहरु भिडियो ल्याउन सकिरहेको थिएन अनि आज चाहिँ मौका मिलाएर भिडियो लिएर आएको छु। हाम्रो भिडियोलाई यसरी नै माया गरिदिनु होला, यसरी नै साथ सपोर्ट गरिदिनु होला। हेर्नुहोस् है डाँडाहरू यस्तो भइरहेको छ, हरियाली भइसकेको छ। धेरै भइसक्यो मैले भिडियो नलिएको। भिडियो आफ्नो अनुहार हेरेर बोल्न पनि एकदम गाह्रो अवस्था भइसकेको छ। धेरै रमाइलो यसरी फुलहरू पनि फुलिरहेको छ। यस्तै छ साथीहरू, मेरो भिडियोलाई हेर्दै गर्नुहोला। आजको दिन चाहिँ हामी के गर्नेछौँ म अपडेटहरू ल्याउनेछु, तपाईँहरूले हेरिदिनु होला। आगो फुकेर पानी तताइरहेको छु। हेर्नुहोस् है साथीहरू, मेरो घरमा चाहिँ बिल्लीले बच्ची जन्माएको छ। के गर्दैछ? खेलिरहेको छ दुईटा। कति नामो नामो छ। खेल्दैछ साह्रै मजा छ उनीहरूलाई। सुँगुरको बच्चा चाहिँ नानाको त्यत्रो भइसकेछ। मोटीहरू माउ पनि ठुलो छ। यो त तल कुखुरा यस्तै छ, वेदरहरू यस्तै छ अहिले। यो माउ पनि ठुलो छ। यो यसकै बच्चाहरू मैले पनि पालेको छु। उनीहरू यस्तै छ। हेर्नुहोस् है त। जिब्रो निकालेर कुद्दैछ। तिमीलाई नुहाउनु कस्तो भइरहेको छ छोरा? तिमीलाई नुहाउनु कस्तो भइरहेको छ छोरा? नुहाउनु कस्तो भइरहेछ? छोरा नुहाइरहेछ। तिमीहरूलाई चाहिँ चिया टिप्नु मजा हुँदैछ? दुई बहिनी चाहिँ सुइरो टिप्दैछ। आफ्नो आफ्नो काम छ। म चाहिँ घरको काम अब चारो लाउनु जानु आँटेको। त्यही भएर मेरो डल्लीहरू छ, चारो खाँदैछ मेरो सुँगुरहरू, डल्लीहरू। यस्तो भइरहेको छ। यो अलैँचीहरू पुरा फुलिरहेको छ। यस्तो भइरहेको छ। मेरो बरहरू घाँस लाउन आएको, हिलो बनिरहेको छ। थलाहरू पनि आज चाहिँ शनिबार हो साथीहरू, त्यही भएर हामी चाहिँ चर्च जान लागिरहेको छौँ। अनि रेडी पनि म चाहिँ भइसकेँ। छोरा त झन् अघि रेडी भएर त्यो कुदिरहेछ। मेरो छोरा आऊ अन्त तिर छ घरहरू। बाटो लागेको हामी चाहिँ अब जाँदैछौँ चर्चतिर। आज चोप लाग्छ नचलाउ न, शनिबार। यस्तै छ यस्तै छ। बर्खा लागेपछि बाटोको अवस्था यस्तो छ। पानी छिटन थाल्छ।
फाइनल्ली चर्च आइपुग्यौँ हामी। हाम्रो चर्चदेखि इलाम बजार चाहिँ उतल है, तल पर्छ यो चुचुराहरू। आज घाम लागेको छैन, घाम लाग्यो भने चाहिँ दामी देखिन्थ्यो। त्यहाँ तल पर्छ। दियोस् रमाइलो छ, यसरी फुलहरू फुलेर एकदम रमाइलो भइरहेको छ। भाइ चाहिँ सरसफाइ गर्दै रहेछ। हाम्रो पहिलो भन्ज्याङमा हामी आइपुगेको छौँ। यस्तै चाहिँ यता चाहिँ मङ्गलबारे जाने रोड हो, यता चाहिँ उपारी मान्छे हिँडिरहेकोमा। हाम्रो घर जाने बाटो चाहिँ यता हो। यस्तै चाहिँ आज अलिक धुम्म छ, हाम्रो घर जाने बाटो चाहिँ यता हो। हो यहाँ चटपटे खाएर जाउँ भनेर बसिरहेको हामी चाहिँ। ल है फाइनल्ली गाइस हामी चाहिँ घर आइसक्यौँ। बाटोको भिडियो चाहिँ बनाएन, बाटोहरू त्यही हो, त्यही बाटो हिँडडुल गर्दैछौँ हामी चाहिँ। अहिले बर्खायाममा आएर अलिक बाटोहरू चाहिँ अवस्थाहरू चाहिँ एकदम, बाटोको अवस्था चाहिँ एकदम हिल्लाम्मै भइरहेको छ। तर पनि हामी अब हिँड्नै पर्यो। घर आइपुगेपछिको घरको अवस्था अहिले चाहिँ यस्तै छ साथीहरू। धेरै दिनको नयाँ भिडियो लिएर आज छोटो नयाँ भिडियो तपाईँहरूको माझमा। रबिना चाहिँ कस्तो अवस्थामा छ भनेर तपाईँले थाहा पाइहाल्नुभयो। कामहरू भनेको त्यस्तै हो, कामहरू गऱ्यो घर आइसी कामहरू पनि भइरहेको छ। त्यस्तै छ, दिनहरू त्यसै नै बितिरहेको छ। ल साथीहरू आजलाई भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सब्सक्राइब, लाइक एन्ड